हाम्रो कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकिराखेका छैन। नवयुवाहरूको उपस्थिति हाम्रा कार्यक्रमहरूमा प्राय हुँदैन, जबकि हाम्रो आन्दोलन समाजको परिवर्तनको रिभोल्युसनरी आन्दोलन हो। वास्तवमै समाजले हाम्रो दृष्टिकोणलाई आत्मसात गर्दथ्यो भने युवाहरूको सहभागिता उल्लेख्य मात्रामा हुनुपर्दथ्यो। क्रान्तिलाई अगाडि बढाउनका लागि फ्रन्ट लाइनमा उभिनेहरू भनेका युवाहरू नै हुन्। तर आज हामीसँग युवाहरू हाम्रो आन्दोलनभित्र आकर्षित भइरहेका छन् कि छैनन् भन्ने कोणबाट विश्लेषण गर्ने हो भने युवाहरू हामीबाट टाढिएका छन्। हाम्रो राजनीतिले, हाम्रा अपिलहरूले, हाम्रो कार्यशैलीले युवाहरूलाई आकर्षित गर्न सकिराखेका छैन। अझ भन्नुहुन्छ भने स्मार्टफोनको विकास पछाडि हुर्किएको युवा पुस्ता जसले परिणाम छिटो खोज्दछ र सबै चिजमा ऊ एक प्रकारले भने सूचना प्रविधि ज्ञानका प्रश्नमा भन्नुहुन्छ भने छिटो छिटो प्रभावित हुन्छ घटनाहरूबाट। एक पटक दिएको ज्ञानले लामो समयसम्म काम गर्ने एउटा वैचारिक अभियानले वर्षौंसम्म काम गर्ने परम्पराबाट हुर्किएको कम्युनिस्ट आन्दोलन एउटा विशाल जुलुस निकाल्यो भने, एउटा विशाल सभा गर्यो भने त्यसैको प्रचार गरेर संगठन निर्माण गर्ने कम्युनिस्ट आन्दोलन हरेक दिनका घटनाहरूबाट प्रभावित भएको समाजमा हामी छौँ भन्ने कुरालाई बुझेर आजको युगको मार्क्सवाद, आजको युगको राजनीतिक कार्यदिशा, आजको युगको एजेन्डा हामी दिन सक्छौँ कि सक्दैनौँ, त्यसले हाम्रो आन्दोलनको भविष्य निर्धारण गर्दछ भन्ने मलाई लाग्दछ। तर हामी कहाँ अहिले पनि के छ भन्दाखेरि इतिहासमा मैले गरेको योगदानको सम्मान पार्टी र आन्दोलनले गर्नुपर्दछ भन्ने मान्यताका आधारमा हामी कार्यक्रम र एजेन्डा केन्द्रित कम, सम्मानको खोजीमा ज्यादा केन्द्रित भइरहँदाखेरि हाम्रा एजेन्डाहरू बिक्न सकिराखेका छैनन्। हाम्रा एजेन्डाले समुदायलाई तान्न सकिराखेका छैनन्।